साथीहरू गुड मर्निङ अनि नमस्ते। म चाहिँ के भन्न चाहन्छु भने पहाडमा बस्ने हो, रमाइलो गर्ने हो, पहाडको यो चाहिँ चिसो हावा खाने हो। ठिक छ कि सबै ठिक छ, तर पहाडमा बस्दा धेरै कुराहरू अलि पछाडि पर्छ कि किन पर्छ भनेपछि नेटवर्क दिँदैन, ठाउँमा फोनले टिप्दैन, अनि चाहिँ तपाईको व्यापार कम हुन्छ, मान्छेहरू कम छन्, अनि चाहिँ पहाडमा बसेनन् भन्नुहुन्छ। अनि पहाडमा बस्दाखेरि यी सेवा सुविधाहरू प्रशस्त मात्रामा हुन्थ्यो भने त मान्छेहरू बस्थ्यो होला। मान्छे आउँछ, तराईतिरबाट आउँछ, या तराई बसेको मान्छे आउँछ, या अन्य कतैको मान्छे आउँछ, के गर्छ भनेपछि नेट चलाउन खोज्छ। यता मोबाइल ढल्का, यता ढल्का, उता ढल्का, मोबाइल ढल्काउँदै त्यो डाटा एमबीहरू भ्याउँछ क्या। अनि यस्तो क्षेत्रहरूमा बस्दाखेरि जनताहरूले सिधै दुःखको अनुभूति गर्ने भए, अनि चाहिँ मान्छेहरू बस्नलाई नरुचाउने भए। अर्को कुरा चाहिँ के छ भनेपछि व्यापार भनेपछि कस्तो भनेपछि एकदमै न्यून छ कि। अनि पहाडमा बसेनन्, पहाड भएका मान्छेहरू तराई झारे, बसाइ सराई वृद्धि दर धेरै भयो भनेर भनिरहन्छन् मान्छेहरू। अरे यार, मिलाउ न व्यवस्था, पहाडमा मिलाओ, हुन्छ त। के हुन्छ भनेपछि मजाले चाहिँ व्यापारको प्रबन्ध मिलाउने, नेटवर्कहरूको प्रबन्ध मिलाउने। यहाँबाट सरर एउटा फोटो खिच्यो अनि अपलोडै हुन आधा घन्टा लाग्छ, अनि बिचारा मान्छेहरू घुम्न कसरी आओस् के। अब यहाँ खिचेर लगेर वहाँ लगेर हाल्दाखेरि एउटा फोटो खिच्ने हो भने जस्तो नआउला। अनि अपलोड मान्छेले त देखाउन चाहन्छ नि त। अहिले त मान्छे आफू कुन तरिकामा छु भन्दा पनि मान्छे चाहिँ अरूलाई देखाउने प्रविधिमा छ। त्यो कारणले गर्दाखेरि नेटवर्कहरू ठाउँमा टावरहरू हुनु पर्यो। नेपाल टेलिकमसँग पुगोस्, यो सबैले सेयर गरेर पुर्याइदिनु होला है त। हस्, धन्यवाद।